अन्तरिम सरकारको प्रधानमन्त्री पूर्व न्यायाधीश सुशीला कार्कीलाई नियुक्त गर्न समझदारी बने पनि संसद विघटन गर्नै पर्ने जेनजीको अडानको विषयलाई लिएर शीतल निवास अलमलमा परेको छ। पूर्व न्यायाधीश सुशीला कार्कीले आफू प्रधानमन्त्री बन्नका लागि राखिन् दुई शर्त जेनजी आन्दोलनमा भएको दमनको छानबिन र संसद विघटन। यी शर्त पूरा नभए जिम्मेवारी नलिने उनले अडान राखेका छन्। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले आफू प्रधानमन्त्री बन्नका लागि दुई शर्त राखेकी छिन्। जेनजी आन्दोलनमा भएको दमनको छानबिन र संसद विघटन। यी शर्त पूरा नभए जिम्मेवारी नलिने उनको अडान रहेको छ। गए राति शीतल निवासमा राष्ट्रपति र सेनापतिसँग छलफल भए पनि सहमति नभएपछि उनले बाहिरिएकी थिइन्। कार्कीले अब शीतल निवासमा वार्ताका नाममा नबोलाउन पनि भनेकी छिन्। उनले जेनजीले उठाएका मुद्दा बाहेक अरू केही स्वीकार नगर्ने स्पष्ट अडान राखेकी छिन्। बालेन्द्र शाह सहित जेनजी समूहले कार्कीलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका छन्।